सबैजनालाई गुड मर्निङ पनि। सूर्योदयसँगै नयाँ सङ्कल्पको यस महत्त्वपूर्ण एपिसोडमा हामी कुरा गरिरहेका छौँ इकिगाई किताबको सन्दर्भमा। यो फेरि म एकचोटि दोहोऱ्याउन चाहन्छु, जीवनको अर्थ उद्देश्य र उत्साहको सङ्गम हो इकिगाई। यो एक जीवन दर्शन हो र यसले हामीलाई एउटा सफल बन्नको लागि प्रेरकको भूमिका पनि निर्वाह गर्छ। त्यसो भएको कारणले गर्दाखेरि म फेरि अनुरोध गर्छु, यहाँहरूले इकिगाई किताब खोजेर अवश्य पढ्नुहुनेछ। आज म इकिगाई भित्रका महत्त्वपूर्ण विषयहरू तपाईहरुको बीचमा प्रस्तुत गर्दैछु। त्यसमध्ये मैले इकिगाईका थुप्रै विशेषताहरू छन्, ती विशेषताहरूलाई 4 भागमा बाँडेको छु। बुझ्नलाई सजिलो होस् र छिटो होस् भन्नका लागि इकिगाई बुझ्ने गरी यसका विशेषताहरूलाई समेटेर 4 वटा उद्देश्यहरूमा चाहिँ विभक्त गरेको छु र म क्रमशः आजको यस अङ्कमा पहिलो उद्देश्य र त्यसैगरी क्रमशः दोस्रो, तेस्रो र चौथो उद्देश्य तपाईहरुलाई प्रस्तुत गर्छु। र आजको इकिगाईको पहिलो उद्देश्य छ दैनिक जीवन र मानसिक विशेषता। यो दैनिक जीवन र मानसिक विशेषताभित्र पनि 5-6 वटा महत्त्वपूर्ण कुराहरू छन्, जसमा पहिलो चाहिँ सधैँ सक्रिय रहने, स्टे एक्टिभ डोन्ट रिटायर। जापानिजहरू कहिल्यै पनि रिटायरको कल्पना गर्दैनन्। उनीहरू आफूलाई मनपर्ने काम निरन्तर गरिरहन्छन् र सधैँ उनीहरू काममा व्यस्त रहन्छन्। अब कतिपय ठाउँमा चाहिँ जस्तो हाम्रैमा नेपालकै सन्दर्भको कुरा गरौँ, अब निश्चित समय अवधिपछि चाहिँ रिटायर हुन्छ। त्यस भनिसकेपछि मान्छेको जीवनमा के लाग्छ भने, मान्छेको माइन्डसेट के हुन्छ भने, अब रिटायर हुनु भनेको चाहिँ अब काममा एक्टिभ नहुने समय हो, अथवा चाहिँ काममा सक्रिय हुन सकिँदैन, शारीरिक मानसिक हिसाबले पनि कमजोर हुने अवस्था हो। त्यो भइसके पछाडि चाहिँ रिटायर हुन्छ भन्ने एउटा माइन्डसेट हुन्छ। अनि त्यो माइन्डसेटले हामीलाई चाहिँ एकदमै सक्रिय हुनको लागि चाहिँ एउटा बाधकको रूपमा भूमिका निर्वाह गर्छ। तर जापानिजहरू कहिल्यै सोच्दैनन् कि हामी यो समयमा यति वर्षपछि यो कामबाट रिटायर हुँदैछौँ भन्ने कुरा उनीहरूले दिमागबाटै हटाएका हुन्छन्। भनेको उनीहरू हमेसा क्रियाशील हुन्छन् र मन पर्ने कामलाई निरन्तर गरि नै रहन्छन्। भनेको सक्रियताले अस्तित्वको निर्माण गर्छ। एक्टिभनेस क्रिएट्स एक्जिस्टेन्स भन्ने कुरालाई उनीहरूले राम्ररी बुझेका छन् र त्यही अनुसार चाहिँ आफूलाई सधैँ क्रियाशील राखिरहन्छन्। दोस्रो छ हतार नगर्ने। कुनै पनि काम हतार गरेर उनीहरू गर्दैनन्। स्लो डाउन भनेर भन्छन् उनीहरू। उनीहरू कुनै पनि काम स्लो डाउन गर्दैनन्, किनभने बिस्तारै गर्ने, बुझेर गर्ने र यथार्थ गर्ने काम उनीहरू गर्छन्। उनीहरूलाई के मानसिकता, उनीहरूको दिमागमा के मानसिकता भरिएको छ भने, हतार गरे भन्न सकिन्न, बिस्तारै गए अवश्य पुगिन्छ भन्ने कुराले उनीहरूलाई प्रेरित गरेको हुन्छ। त्यस्तै डोन्ट टेक हास्टी डिसिजन एन्ड रिग्रेट इट। हतारमा निर्णय गरेर फुर्सदमा पश्चाताप गर्नु हुँदैन भन्ने कुराहरू पनि उनीहरूले राम्रो गरी बुझेका हुन्छन् र कुनै पनि कुरालाई उनीहरू हतारमा, निर्णय पनि हतारमा गर्दैनन्, काम पनि हतारमा गर्दैनन्। भनेको त्यसको चाहिँ दीर्घकालीन असर के हुन्छ, यी समग्र कुराहरूलाई बुझेर त्यसको चाहिँ इम्प्याक्ट के हुन्छ भन्ने सबै कुराहरूलाई बुझेर उनीहरूले चाहिँ डिसिजन लिन्छन्। त्यसले गर्दा कुनै पनि काम उनीहरू हतारमा गर्दैनन्। अर्को छ प्रकृतिसँग रहने। भनेको प्रकृतिसँग उनीहरू रमाउँछन्। रुखलाई उनीहरू अँगालो हालेर याचना, खुसी, आनन्द साट्छन् र उनीहरू प्राकृतिक जीवनशैली अपनाउने, प्राकृतिक खानेकुराहरू खाने, चाहिँ प्राकृतिक ठाउँहरूमा चाहिँ समय बढीभन्दा बढी बिताउने, त्यो हिसाबले चाहिँ उनीहरू प्रकृतिसँग रमाउँछन्। अर्को छ उनीहरू तनाव व्यवस्थापन, स्ट्रेस फ्री। उनीहरू चाहिँ टु थिङ्स टु मच इज अ डिजिज भन्ने कुरालाई उनीहरूले राम्रो गरी बुझेका छन्। भनेको धेरै सोच्नु पनि एक प्रकारको बिरामी हो भन्छन् उनीहरू। ओभर थिङ्किङ इज अ बिगेस्ट कज अफ अनह्याप्पिनेस भन्ने कुरा उनीहरूले बुझेका छन्। यो चाहिँ त्यो चाहिँ
हामीले चाहिँ ओभर थिङ्किङ धेरै सोच्नु भनेको चाहिँ एक किसिमको तपाईँको चाहिँ तनाव निम्त्याउनु हो भन्ने कुरा उनीहरू बुझ्छन्। त्यसो भएको कारणले गर्दा उनीहरूले चाहिँ एकदमै तनाव व्यवस्थापनलाई राम्रो गरी ध्यान दिन्छन्। त्यस पछाडि पूर्ण रूपमा केन्द्रित रहन्छन् भनेको हरेक काम स्टेप बाई स्टेप गर्न रुचाउँछन् उनीहरू। यसलाई एक किसिमको एल्गोरिदम भनेर पनि भनिन्छ। स्टेप बाई स्टेप फलो द इन्स्ट्रक्सन, हरेक कामलाई उनीहरूले चाहिँ स्टेप बाई स्टेप गर्छन् अनि त्यसको चाहिँ निष्कर्षमा नपुगुन्जेलसम्म उनीहरू निरन्तर लागिरहन्छन्। अनि जब उनीहरूले जुन उद्देश्य पुरा गर्नुपर्ने हो त्यो उद्देश्य पुरा गरिसकेपछि फेरि अर्को उद्देश्यतिर उनीहरू लाग्छन्। त्यस्तै गरी कृतज्ञता व्यक्त गर्छन् उनीहरू भनेको ग्रेटिट्युड भनेर भनिन्छ। आफूमा जे छ त्यसमै खुसी हुने, कर्मप्रति विश्वास गर्ने र अरूलाई धन्यवाद दिने। उनीहरू सधैँ सम्झिन्छन्, सधैँ सोच्छन् अरूलाई सम्मान गरियो भने मात्र आफूले पनि सम्मान पाइन्छ भन्ने कुराबाट उनीहरू अवेर छन्। यदि तपाईँ आफूलाई सम्मान लिन चाहनुहुन्छ भने, सम्मानित हुन चाहनुहुन्छ भने अरूलाई सम्मान गर्नुपर्छ। यदि आफू रेस्पेक्टेबल बन्न चाहनुहुन्छ भने अरूलाई रेस्पेक्ट गर्नुपर्छ भन्ने कुरा चाहिँ उनीहरूले राम्रो गरी बुझेका छन् र त्यसलाई चाहिँ राम्रो गरी कार्यान्वयन गर्छन्। त्यसकारण दैनिक जीवन र मानसिक विशेषताभित्र यी कुराहरू पर्छन्। यसलाई चाहिँ उनीहरूले चाहिँ अत्यन्तै राम्रो ढङ्गले चाहिँ युज गरेका हुन्छन्, राम्रो ढङ्गले चाहिँ व्यवहारमा कार्यान्वयन गरेका हुन्छन्। म आजको यस एपिसोडमा यहाँ भनिएका यी महत्त्वपूर्ण कुराहरू जसरी जापानिजहरूले प्रयोग गरेर उनीहरू चाहिँ एउटा हाई लेभलको लाइफ स्ट्यान्डर्ड मेन्टेन गरिरहेका छन् भने अब हामी पनि त्यही कुरा गर्न चाहन्छौँ भने यो उद्देश्य नम्बर 1 लाई हामीले फलो गरौँ, यसलाई व्यवहारमा कार्यान्वयन पनि गरौँ।